नमस्कार, म लक्ष्मी गौतम। लक्ष्मी अफिसियल युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। साथीहरू, मैले मेरो च्यानलमा विभिन्न भिडियोहरू लिएर आउने सन्दर्भमा आज मैले फरक प्रसङ्ग लिएर आएकी छु। आजको प्रसङ्ग आज 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा विश्वभरका महिलाहरूले आज यो दिवस मनाइरहेका छन्। कसरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सुरुवात भयो, यसको प्रारम्भ कसरी भयो, किन मनाइयो, कस्तो अवस्थामा मनाइयो र नेपालको सन्दर्भमा कहिलेदेखि सुरुवात गरियो र अहिलेको महिला आन्दोलनमा यसको प्रभाव कस्तो छ भन्ने विषय मैले यो आजको भिडियोमा चर्चा गर्न गइरहेकी छु। खास गरी 1900 को दशकमा अमेरिकामा गार्मेन्टमा काम गर्ने महिलाहरूले आफूले दिनको 18 घण्टा काम गर्नुपर्ने, ज्याला एकदमै कम पाउने, बिरामी भएको बेला आराम गर्न नपाउने, सुत्केरी अवस्थामा पनि काम गर्नुपर्ने बिदा नपाउने, अनि भोट हाल्न पनि नपाउने अवस्था, मताधिकारको अधिकार पनि नपाउने अवस्थामा समान कामको समान ज्याला, 18 घण्टाबाट कामको समय घटाउनु पर्ने र भोट हाल्न पाउनु पर्ने, त्यो सँगसँगै सुरक्षित मातृत्वको सुत्केरी अवस्थामा बिदा पाउनु पर्ने कुराको माग राखेर पहिलो पटक अमेरिकामा 15,000 भन्दा बढी महिलाहरूको सहभागितामा मजदुर महिलाहरूले आन्दोलन गरेको इतिहास सबैभन्दा अगाडि हामी पाउँछौं। त्यो सँगसँगै आन्दोलन सुरु भए पनि आन्दोलन वर्षैभरि विभिन्न समयहरूमा प्रदर्शनहरू भइरहे, लामो समयसम्म वर्षौं आन्दोलन चलिरह्यो। अमेरिका लगायतका अन्य देशहरूमा पनि यसको प्रभाव बढ्दै गयो र कल कारखानामा काम गर्ने श्रमिक महिलाहरूले आन्दोलनको सुरुवात गरे। आन्दोलनको सुरुवात गरिरहँदा अन्य दिनहरूमा पनि आन्दोलन भयो, तर 8 मार्चको दिनको आन्दोलन, 8 मार्चको दिनको प्रदर्शन अत्यन्तै प्रभावकारी र विशाल हुँदै गयो र त्यसले महिलाहरूलाई एउटा थप प्रेरणा प्रदान गर्दै गयो। त्यसैगरी सन् 2009 मा अमेरिकामा विशाल प्रदर्शन भयो। सन् 2010 मा जर्मनको कोपनहेगनमा अन्तर्राष्ट्रिय महिला सम्मेलनको आयोजना गरियो, जुन सम्मेलनको आयोजना समाजवादी महिला नेत्री क्लारा जेटकिनले गर्नुभएको थियो र त्यो सन् 2010 को महिला सम्मेलनमा उहाँले यो 8 मार्चको दिनलाई महिलाहरूको अधिकारको दिवसको रूपमा, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउनुपर्छ भन्ने प्रस्ताव गर्नुभयो र यो प्रस्ताव सर्वसम्मत रूपमा पारित भयो र सन् 2011 मा पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै विश्वभरका महिलाहरूले हामी यो वर्ष 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौं। पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने देशहरूमा अस्ट्रिया, डेनमार्क, जर्मन, स्विजरल्यान्ड, अमेरिका जस्ता देशहरूमा पहिलो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाइयो र त्यसपछि यो दिवसलाई क्रमशः अन्य देशहरूमा पनि मनाउन थालियो र यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले सन् 2075 मा संयुक्त राष्ट्र सङ्घले यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गर्यो र यसले मान्यता पायो र आफ्ना सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनका लागि आह्वान गर्यो। नेपालमा पहिलो पटक 2010 सालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको इतिहास पाइन्छ। यसमा मोतीदेवी श्रेष्ठ, साहना प्रधान, सहलदेवी दास, सानुकुमारी सिंह, मङ्गलादेवी सिंह लगायतका अगुवा महिला नेत्रीहरूको अगुवाईमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो र 2010 सालबाट यो दिवसलाई मनाउँदै जाने सन्दर्भमा
महिला सङ्घ सङ्गठनहरूले आफ्ना गतिविधिहरू सँगसँगै अगाडि बढाइरहेका थिए। नेपालमा 2015 सालमा पहिलो संसदीय निर्वाचन सम्पन्न भएको थियो। त्यो 15 सालको पहिलो संसदीय निर्वाचनबाट बनेको सरकारलाई अपदस्थ गरेर राजा महेन्द्रले 2017 सालमा शासन आफ्ना हातमा लिए। निरङ्कुश पञ्चायती व्यवस्था सुरु भयो। राजनीतिक दलहरूमाथि प्रतिबन्ध लाग्यो र राजनीतिक दलहरू सँगसँगै राजनीतिक दलका महिला सङ्गठनहरूमाथि पनि प्रतिबन्ध लाग्यो र महिला सङ्गठनहरूले निर्वाध रूपमा आफ्ना गतिविधिहरू गर्न पाएनन् र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई पनि खुल्ला रूपमा मनाउन नपाउने अवस्था रह्यो। त्यो बेलामा पञ्चायतकालीन महिलाहरूले रानीको नेतृत्वमा केही सम्भ्रान्त वर्गका महिलाहरूले वनभोज गएर कपडा वितरण गरेर उत्सवहरू मनाएर रमाइलो गरेर नारी दिवस भनेर यो दिवस मनाएको पाइन्छ। केही सीमित महिलाहरूले ठुल्ठुला महँगा होटलहरूमा भेला भएर यो दिवस मनाए भने वास्तवमा यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेको श्रम गरेर खाने, मेहनत गरेर खाने, पसिना बगाएर खाने श्रमिक महिलाहरूको दिवसको महत्त्व श्रमिक महिलासम्म पुगेन र 2036 सालमा गएर राजा वीरेन्द्रको नेतृत्वमा जनमत सङ्ग्रहको आयोजना गरियो। जनमत सङ्ग्रह बहुदल रोज्ने कि निर्दल रोज्ने भन्ने विषयमा थियो र निर्दलीय पञ्चायती व्यवस्थाले फेरि पनि जित्यो। त्यो निर्वाचन पछाडि र खास गरी स्कुल कलेजहरूमा विद्यार्थी सङ्गठनहरूले आन्दोलन गरेका कारण केही जनवर्गीय सङ्गठनहरूलाई, राजनीतिक पार्टीका जनवर्गीय सङ्गठनहरूलाई आफ्ना गतिविधिहरू गर्न अलिकति खुकुलो अवस्था भएका कारण महिला सङ्गठनहरूले पनि आफ्ना गतिविधिहरू गर्न थाले र 2037 सालमा देशका ठुला सहरहरूमा काठमाडौँ, पोखरा, हेटौँडा, नेपालगञ्ज र दमक जस्ता ठुला सहरहरूमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस 8 मार्चको दिन पारेर विशाल र्याली र सभाहरू आयोजना गरियो र यो 8 मार्चको महत्त्व, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्वलाई जनस्तरसम्म पुर्याउने गरीको अभियान फेरि थालनी गरियो र यसको प्रभावबाट नेपालको महिला आन्दोलन अगाडि बढ्दै गयो। महिला सङ्गठनहरू सशक्त रूपमा अगाडि बढे। 2046 सालको आन्दोलनमा महिलाहरूले सशक्त भूमिका निर्वाह गरे र नेपालमा बहुदलीय व्यवस्थाको सुरुवात भयो। यसरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले विश्व स्तरमा या नेपालमा महिलाहरूलाई अधिकारका लागि लड्न, अधिकारका लागि आवाज उठाउन अनि अधिकार प्राप्त गर्न अत्यन्तै ठुलो भूमिका निर्वाह गरेको छ। नेपालको सन्दर्भमा 2046 सालको निर्वाचन पछिको 48 सालको सरकारमा त्यति बेलाको संसदमा एकदमै थोरै महिलाहरू निर्वाचित हुनुभएको थियो भने 51 साल 56 साल हुँदै अहिले आएर महिला अधिकारका आन्दोलनका कारणले स्थानीय सरकारमा 40% महिला सहभागिता, प्रदेश र सङ्घीय सरकारमा 33% महिला सहभागिता संविधानमा सुनिश्चित भएको छ र महिलाहरूले अहिले राज्यको तीनै तहमा यो अधिकार उपभोग गरिरहेको अवस्था छ। यसरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको प्रभाव, यसको ओतप्रोतबाट नेपालको महिला आन्दोलन अगाडि बढेको छ। आज नेपालका अन्य छिमेकी राष्ट्रहरूमा भन्दा संविधानमा र कानुनमा नेपालमा महिलाहरूले प्रशस्तै मात्रामा अधिकार प्राप्त गरेको अवस्था छ। अझै पनि कतिपय दूरदराजमा रहेका महिलाहरूले कानुनमा भएका अधिकारहरूलाई उपयोग गर्ने खालको वातावरण बनेको छैन। अहिले पनि बोक्सीको आरोपमा महिलाहरूले विभिन्न खालका यातनाहरू सहनु परेको छ, विभिन्न खालका हिंसाहरू
महिलाहरूले सहिरहेका छन्। अहिले पनि राज्यका महत्त्वपूर्ण स्थानहरूमा महिलाहरूको अर्थपूर्ण सहभागिता छैन, प्रमुख पदहरूमा सहभागिता छैन। योभन्दा अगाडि नेपालमा पहिलो महिला राष्ट्रपतिको रूपमा हामीले प्राप्त गरेका थियौँ भने अहिले राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष रहेको अवस्था छ। संविधानले राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक महिला अनिवार्य, सभामुख र उपसभामुख मध्ये एक महिला अनिवार्य, त्यसैगरी नगरपालिका गाउँपालिकामा प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष मध्ये एक अनिवार्य गरेको भए तापनि फरक दलबाट उम्मेदवार बनाउँदा अनिवार्य नहुने र गठबन्धन गरेर चुनाव लडेका कारण 2074 सालको निर्वाचनमा भन्दा 2079 सालको निर्वाचनमा स्थानीय सरकारमा समेत महिला सहभागिता घटेको अवस्था छ भने हामीले यो अवस्थामा जुन बेला अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सुरुवात गरियो अन्तर्राष्ट्रिय क्षेत्रमा त्यो अवस्थामा त हामी अहिले छैनौँ। तर महिलाहरू आधा जनसङ्ख्याको रूपमा छौँ, आधा जनसङ्ख्या आधा जनशक्ति हो। त्यसले गर्दा महिलाहरूले समान अधिकारका लागि अगाडि बढ्नका लागि राज्यका सबै तहमा बराबरीको अधिकार प्राप्त गर्ने गरी अगाडि बढ्नुपर्छ। जनसङ्ख्यामा हामी 51% भन्दा बढी छौँ। त्यो अधिकार प्राप्त गर्नका लागि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नुपर्छ भन्ने मलाई लाग्छ र यस कामका लागि सबै राजनीतिक दल, सबै सङ्घ संस्था, क्षेत्रवर्ग, पेशा समुदायका महिलाहरूले आफ्नो दलीय स्वार्थभन्दा, आफ्नो पेशागत स्वार्थभन्दा माथि उठेर महिला अधिकार प्राप्त गर्नका लागि एउटै आवाज र एउटै लयमा अगाडि बढ्नुपर्छ भन्ने लाग्दछ। र नेपाल सरकारले यस वर्षको 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सबै महिला र बालबालिकाका लागि समानता र सशक्तिकरण भन्ने मूल नाराका साथ देशव्यापी रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौँ। यो 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले वास्तवमै जो पीडित हो त्यो वर्गसम्म, त्यो समुदायसम्म, ती महिलाहरूसम्म यो आवाज पुग्न सकोस्, महिलाहरूले अधिकार प्राप्त गर्न सक्ने अवस्था बनोस्। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सबैलाई हार्दिक शुभकामना व्यक्त गर्छु। यो जानकारीमूलक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भको छोटो चर्चा गरेको मेरो भिडियोलाई तपाईहरुले हेरिदिनु भयो, मलाई सुनिदिनु भयो। सबैलाई धन्यवाद दिन चाहन्छु। मेरो भिडियोलाई, मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला, मलाई सल्लाह सुझाव दिनुहोला, कमेन्ट गरिदिनुहोला। नयाँ भिडियोहरू लिएर आउनका लागि प्रेरणा प्रदान गर्नुहोला। धन्यवाद, नमस्कार।